गिरिराज पर्वताय नमः। हस्तयोर्घ्यं समर्पयामि गिरिराजाय नमः। मुखियास्मनीयं जलं समर्पयामि गिरिराजाय नमः। सर्वाङ्गे स्नानीयं जलं समर्पयामि गिरिराजाय नमः। चन्दनम् अक्षतान् पुष्पमणि समर्पयामि गिरिराजाय नमः। धूपम् आघ्रापयामि पर्वतराजाय नमो नमः। दीपं सन्दर्शयामि पर्वतराजाय नमः। नैवेद्यं निवेदयामि पर्वतराजाय नमः। 56 भोग 84 व्यञ्जन सब भोग लगाइदिनुस् है पिताजी गोवर्धनमा। हस् हुन्छ कृष्ण। अब यसो गरौँ, हामी भोग लगाउँदै गर्छौँ, सबैजना कीर्तन गाउँदै गोवर्धन पर्वतको परिक्रमा गरौँ है। हो, परिक्रमा नगरिकन त गोवर्धन पूजन गरेको फल मिल्दैन। त्यसैले अगाडि गाईलाई लगाउँदै अगाडि ब्राह्मणलाई लगाएर हामी सबै मिलेर गोवर्धन परिक्रमा गरौँ। कीर्तन गर्दै गोवर्धन परिक्रमा गरेपछि मात्रै गोवर्धन पूजनको क्रम समाप्त हुन्छ है। हरे राम कृष्ण अघि लाग्नु पर्यो, धूप पनि घुम्दै बाल्नु पर्यो। हरे कृष्ण 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 हरे हरे। परिक्रमा हरे राम 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 हरे हरे। हरे कृष्ण 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 हरे हरे। हरे राम 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 हरे हरे। हरे कृष्ण 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 हरे हरे। हरे राम राम राम
जानु मात्रै भएको थियो। देवराज इन्द्रलाई संकेत पुग्यो कि देवराज इन्द्रको नियमित जो परम्परागत पूजन हो त्यो पूजन त रोकिएछ। त्यो पूजन रोकियो। अब त गोवर्धनको पूजन गर्न थाले। आएर इन्द्रका दूतहरूले सुनाइदिन्छन्। देवराज इन्द्रलाई रिस उठ्छ। देवराज इन्द्रले प्रलय कालमा वर्षा गर्ने सामवर्तक नाम गरेको एउटा मेघ छ। इन्द्रसँग दुईवटा मेघ छ, एउटा पुष्करावर्तक र एउटा सामवर्तक। पुष्करावर्तक नाम गरेको मेघले सुभिक्षा प्रदान गर्छ भने सामवर्तक मेघले प्रलय कालमा भयंकर वर्षा गर्छ। आफ्ना मेघलाई आदेश दिन्छन्, गणं सामवर्तकं नाम मेघानां चान्तकारिणां। सामवर्तक मेघ आउँछन्, आकाश बढाइन्छ, गडबडाहट हुन्छ, आँधीबेहरी आउन थाल्छ। एउटा विशाल पानी पर्न थाल्यो। सब ब्रजवासीहरू आए, भगवान कृष्णसँग गुहार गर्न थाले। कृष्ण 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 महाभाग वन्नाथं गोकुलं प्रभो त्रातुमर्हसि देवान् कुपिता भक्तवत्सल। नन्द बाबाले भन्नुहुन्छ, कृष्ण मैले भनेको थिएँ नि, परम्परागत देवराज इन्द्रको पूजन रोकियो भने पक्कै अनिष्ट हुन सक्छ। त्यसैले हामीले परम्परागत देवराज इन्द्रको पूजनलाई रोक्यौँ। यो भयंकर वर्षा, यो आँधीबेहरीबाट कसले बचाउला, के गर्ने होला कृष्ण? भगवानले भन्नुहुन्छ, पिताजी नहट्टिनुहोस्, ब्रजवासी कोही पनि नहट्टिनुहोस्। जुन गोवर्धनको हामीले पूजन गर्यौँ, यिनै गोवर्धनलाई धारण गरेर छाता बनाएर हामी यो वर्षाको आपत्तिबाट बच्नेछौँ। आउनुहोस् हामी सबै मिलेर यो गोवर्धनलाई धारण गरौँ। भगवान श्रीकृष्णले इत्युक्तैकेन हस्तेन कृत्वा गोवर्धनाचलं दधार लीलया कृष्ण छत्राकमिव वा। आउनुहोस् सबैजना यहाँ गोवर्धन पर्वतभित्र जसलाई जस्तो ठाउँ मिल्छ त्यहाँ बसेर हामी यो वर्षा इन्द्रको भयंकर वर्षाबाट बच्छौँ। जय राम इन्द्रजी रिसाए, बरबर पानी बरसाए।
रीति वेगका सबै त्यागी यता देवराज भगवानले पनि भन्नुहुन्छ अब त ब्रजवासी हो, पानी पनि रह्यो, आकाश पनि खुल्यो, अब जाउँ आफ्नो आफ्नो ठाउँमा जाउँ, आफ्नो आफ्नो घरमा जाउँ। सबैलाई यही आज्ञा गर्नुहुन्छ र गोवर्धन पर्वत जहाँबाट उठाएको त्यही राख्दै हुन्छ। भगवान् पितयं शैलं स्वस्थाने पूर्ववत् प्रभुः। सबै प्रसन्न हुन्छन्। इन्द्रको आपत्तिबाट भगवानले बचाउनुहुन्छ। सबै ब्रजवासीहरूले भगवानप्रति कृतज्ञ हुन्छन् र भगवानसँग देवराज इन्द्रले सुरभि गाईलाई लिएर आएर अभिषेक गराउँछन् र भगवानसँग माफी माग्न देवराज इन्द्र आएर स्तुति गर्छन् र देवराज इन्द्रको सङ्कटबाट गोवर्धनधारी भगवानले आज सबैलाई कृपा गर्नुहुन्छ। आजबाट भगवानको श्री गिरिधारी भगवानको ब्रजवासीहरू प्रसाद लिएर फर्कनुहुन्छ आफ्नो ठाउँमा। यो परम सौभाग्यको बिचमा यो मण्डली आमा समूहको नाच हामीले हेर्न बाँकी छ। एकछिन अब उहाँहरू सबै गएपछि मण्डली आमा समूहलाई अगाडि राखेर नाच हेर्छौँ, त्यसपछि बल्ल जानेछौँ। यो गोवर्धन पूजनको उपक्रममा केही दाताहरू आउनु भएको छ, भाग्यमानी दाता हुनुहुन्छ। बेनी नगरपालिका म्याग्दी जिल्ला